मान्छेको जिन्दगी हो, कहाँ गएर रोकिन्छ, कहाँ गएर सकिन्छ, कसैलाई पत्तो छैन। फर्केर आउने भनेको याद मात्रै हो। त्यसैले आजको यो समयलाई हामी यादगार बनाउनेछौँ। हजुरहरू नाच्नुहुनेछ, हामी गाउने कोसिस गर्नेछौँ। थ्याङ्क यू सो मच, धन्यवाद छ। र यो अवसर प्रदान गर्नुहुने हाम्रो मोमो नेपाल रेस्टुरेन्ट, त्यसै गरी हाम्रो दिपक गुरुङ दाईको लागि एकचोटि जोरदार ताली बजाइदिनु न प्लिज। थ्याङ्क यू सो मच, धन्यवाद छ। र हाम्रो टेक्निसियनमा रहनुहुने दाईलाई पनि एकदमै सम्मान छ। कहाँ कहाँ हुन्छ घुमाएर राम्रो बनाएर बजाइदिनु होला। अहिले यहाँ चिसोले घाँटी समय राखेको छ। थ्याङ्क यू सो मच, धन्यवाद। धेरै धेरै धन्यवाद छ मेरो प्यारो दाई दिपक दाई। मोमो नेपालमा आज स्टेज दिनुभयो। मोमो नेपाल होइन त? मोमो नेपाल बाहिरदेखि नै बोर्डमा यस्तो हेर्छु त मोमो नेपाल देखियो। चिजले चाहिँ बिर्सेर फेरि चाउमिन नेपाल भन्नु होला भन्दै हुनुहुन्छ। चर्चित गायिका देशमा त चर्चामा छिन् नै, तर विदेशमा पनि उनको माग अत्याधिक बढिरहेको छ र पछिल्लो समय उनी जापान जाने तयारीमा पनि रहेकी छन्। उनको यो जापानको यात्रा विशेष साङ्गीतिक कार्यक्रमका लागि रहेको छ। आवाज र प्रस्तुतिले नेपाली दर्शकमा राम्रो स्थान बनाएकी गायिका निर्जला गुरुङले आफ्नो प्रस्तुति दिन जापान जान लागेकी हुन्। यसैबीच चर्चित गायिका निर्जला गुरुङको गीतहरू बजारमा आउने क्रममा नाता हरायो भन्ने गीत पनि सार्वजनिक हुन लागेको छ। उनले फेसबुकमा स्ट्याटस लेख्दै नाता हरायोको पोस्टर सार्वजनिक गर्दै क्याप्सनमा कमिङ सुन भन्दै उनले राखेकी छन्। हुन्छ यो हल गुन्जिन पर्यो एकचोटि है त। नमस्ते। हो यो हो नि जोस जागर। नारीपा भर्खर खाँदैछ अब लाग्छ नि त। आको जान लाग्छ सोटी झुके भएको डाली नुग्यो छरीले टेकेर टाढाको बाटोमा धाउँदै आएको मायालाई देखेर जबसम्म खुन जिउमा रहन्छ तिम्रै माया मिसिँदै बहन्छ मन्दिर छ र देउतालाई पुजेको तिमी छौ र यो मन बुझेको मन्दिर छ र देउतालाई पुजेको तिमी छौ र यो मन घोच्यो काँडाले मन बुझाउँथे तिम्रै गाउँ हेरेर छेक्यौ सानो अग्लो डाँडाले मन बुझाउँथे तिम्रै गाउँ हेरेर छेक्यौ सानो अग्लो डाँडाले। वाह थ्याङ्क यू सो मच। हे पुऱ्याइदिन्छु लाएको रार तिम्रो लाएको रार तिम्रो के हो नाम के होला थर तिम्रो फुल टिप्दा घोच्यो काँडाले मन बुझाउँथे तिम्रै गाउँ हेरेर छेक्यौ सानो अग्लो डाँडाले मन बुझाउँथे तिम्रै गाउँ हेरेर छेक्यौ सानो अग्लो डाँडाले। नेपाली लोक दोहोरी क्षेत्रमा मिठो आवाजका कारण र लाइभ दोहोरी क्षेत्रमा कडा कडा दोहोरी गाउन सक्ने गायिका भएकै कारण निर्जला गुरुङले पछिल्लो समय दर्शक श्रोताको मन अत्यन्तै जितेकी छिन्।
थ्याङ्क यू सो मच, धन्यवाद छ। उनले आफ्नो मेहनत, लगनशीलता र सङ्घर्षका माध्यमबाट आज आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेकी छन्। थ्याङ्क यू सो मच, निर्जला गुरुङ साधारण परिवारमा जन्मिएकी एक गायिका हुन्। धेरै धेरै धन्यवाद छ मेरो प्यारो दाइ। सानैदेखि गीत सङ्गीतमा रुचि भएकी गायिका निर्जला गुरुङको पढाइप्रति पनि अत्यन्तै लगाव थियो। तर उनको आर्थिक अभावका कारण भने उनको शैक्षिक यात्रा त्यति सहज भने भएको थिएन। म त्यसो बिर्सिन्न नि, एकचोटि देखिसकेपछि म त्यो कुरालाई कति वाच गर्छु भनेर मलाई मात्रै थाहा छ। तर पनि कठिनाइहरूका बीच पनि निर्जला गुरुङले कहिल्यै हार मानिनन्। उनी असफल भए पनि सफल हुनको लागि जहिले सङ्घर्ष गरिराखिन्। उनले पछिल्लो समय धेरै गीतहरू बजारमा ल्याएकी छन् र सँगै उनले लाइभ दोहोरीहरू पनि थुप्रै गाएकी छन्। चर्चित गायकहरूसँग कडा कडा लाइभ दोहोरी गाएर उनी निकै नै चर्चामा छिन् र अहिले उनको देश तथा विदेशमा पनि अत्याधिक माग बढिरहेको छ। सबैजना रमाइलो गर्नुहुन्छ पक्कै पनि, किन भन्दा सबैजना हेर्दाखेरि चर्चित गायिका देशमा त चर्चामा छिन् नै, तर विदेशमा पनि उनको माग अत्याधिक बढिरहेको छ र पछिल्लो समय उनी जापान जाने तयारीमा पनि रहेकी छन्। उनको यो जापानको यात्रा विशेष साङ्गीतिक कार्यक्रमका लागि रहेको छ। आवाज र प्रस्तुतिले नेपाली दर्शकमाझ राम्रो स्थान बनाएकी गायिका निर्जला गुरुङले आफ्नो प्रस्तुति दिन जापान जान लागेकी हुन्। चैते दशैंको यसैबीच चर्चित गायिका निर्जला गुरुङको गीतहरू बजारमा आउने क्रममा नाता हरायो भन्ने गीत पनि सार्वजनिक हुन लागेको छ। उनले फेसबुकमा स्ट्याटस लेख्दै नाता हरायोको पोस्टर सार्वजनिक गर्दै क्याप्सनमा कमिङ सुन भन्दै उनले राखेकी छन्। साधारण पृष्ठभूमिबाट साङ्गीतिक यात्रा सुरु गरेकी निर्जला गुरुङले धेरै सङ्घर्ष गरेर आज आफ्नो स्थान हासिल गरिसकेकी छिन्।